ल साथीहरु हामी चाहिँ घरबाट निस्किसकेको छौं। यहाँ छन् पछाडी केटाहरू, एक दुईजना केटाहरू अझै एड हुन्छन् है त। हामी निस्किसकेको छौं। हाम्रो प्लान भनेको थियौँ हामीले हिजो कोल्सा खोल्सीतिर दामी अनटच ठाउँमा, त्यहाँ झरना पनि छ र दामी नेचुरल स्विमिङ पुल पनि छ है त। ओ मेरे दिल के चैन, एकजनालाई कुर्नु पर्ने हुन्छ हामीले। एकजना आउँदैछन् साथी, थोरै अगाडि गएर कुर्छौँ र केटाहरू हामीबाट थोरै अगाडि पुगिसकेका छन्। हामी बिस्तारै जाँदैछौँ। हाम्रो एकजना राइडर एड भएका छन्। अब चाहिँ हामीहरू चोरमारा पुग्न लागेको छौँ। नवजागरण बहुमुखी क्याम्पस, नवजागरण माध्यमिक विद्यालय र यतापट्टि बन्दैछ पार्क, चिल्ड्रेन्स पार्क। यहाँ रहेको छ अटो स्टेसन चोरमाराको। र हामी चोरमारा पुगिसकेको छौँ। अहिले चाहिँ हामी चोरमारा पुगिसकेको छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो पुल सबै बनिसकेको अवस्था छ, तर सञ्चालनमा आएको छैन, केही कारण विशेषले होला। हाम्रो अझै सरलाई चाहिँ आए म राइडर वाला फिल आइरहेको छ अरे। हाम्रो राइडरलाई चाहिँ धुम मचाले। हामी जाँदै गरेको ठाउँ चाहिँ तपाईँको अरुण खोलादेखि राइट लिएर हो पाल्पा जाने बाटोतिर। त्यहाँ दमार हुँदै राईकोटे हुँदै थोरै माथि जानुपर्छ। जस ठाउँ लभली ठाउँ हो र त्यो भनेको मेन खास कुरा भनेको अनटच छ क्या त्यो ठाउँ। एकदम राम्रो ठाउँ छ। त्यो हावाले गर्दा मेरो बोली अलिक कम सुनिरह होला। तपाईँहरूले चाहिँ आफ्नो मोबाइलको साउन्ड बढाएर सुन्नु होला है त। यहाँ देख्न सक्छौँ हामीहरू चोरमाराको रातो चर्काला धर्की। र अब आउँदैछ खजुर टिप्ने ठाउँ, यानि कि थाकल। हाम्रो भाषामा चाहिँ खजुर भनिन्छ। र यहाँ छ हाम्रो राइडर यो बाटो चाहिँ लभली बनायो क्या, जोस् दामी बनायो। दुईजना केटाहरू अगाडि छन्, एज यु क्यान सी। यता छन् हाम्रो दुईजना केटाहरू। यहाँ चाहिँ मैले केटाहरूलाई ग्रुप राइड टक्क बिस्तारै हान्नुपर्छ, स्लो गरेर हान्नुपर्छ भनेर यसो शिक्षा दीक्षा दिइरहेको थिएँ। अब हाम्रो गन्तव्य सुरु भइसक्यो। बाटो जोस् दामी बनाएको छन् र हामी थाकल टिप्न आएको ठाउँ अस्ति यही नै हो। अहिले चाहिँ सबै सकाइसकेका छन्, सायद तल होला नि थाकल फेद्दै गरेका। देख्न सक्नुहुन्छ थाकल फेद्दै हुनुहुन्छ यहाँ। थाकल ओन्ली 100 रुपिस।
ढल चाहिँ अब हामी अरुण खोला ओह्रालो झर्दैछौँ है। अब अरुण खोला यहाँनिर पुगेपछि चाहिँ यहाँबाट ट्याक्क राइट हो। अब आएको छ यहाँ चाहिँ अहिले हामी अरुण खोलामा छौँ। यहाँदेखि तोरमारा आउने हो र यतातिर जाने हो। हामी गइरहेको स्टेसन यतै हो। अब उतै माथि पुगेर भेट्छौँ हामी। Bakarí sagrado. यता चाहिँ हाम्रो भलिबल म्याच हुन्छ। भलिबल म्याच भइरहेको छ तुलसीकोट जाने बाटो यहाँदेखि हो। वार्मअप भइरहेको छ अहिले। कतै मान्छेलाई हानेको छ थोरै देरपछि सायद यहाँ गेम सुरु हुनेवाला छ। हामी चाहिँ जम्मेको गेम र हाम्रो गन्तव्य स्थान पनि हामी पुगिसकेको छौँ। हामी चाहिँ यहाँ पुगिसकेको छौँ है। म चाहिँ अस्ति यहाँ आएको थिएँ, माथि थिएँ। अनि हामी नुहाउने ठाउँ चाहिँ यहाँनिर हो। यहाँ नुहाउँदै हुनुहुन्छ। कस्तो छ केटा हो ठाउँ? ठाउँ कस्तो छ? ठिक छ नि होइन? ठाउँ कस्तो छ माने? ल अब हामी त्यहाँ तपाईहरु थोरै अगाडि भेट्ने छौँ। अब नुहाउनु पर्यो।